हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। हजुर कस्तो हुन्छ होला, सन्चै हुनुहुन्छ भन्दै म एकदमै सन्चै छु होइन। आज चाहिँ कोचिङ लागिरहेको छ, त्यही भएर म चाहिँ आजदेखि कोचिङ जाँदैछु। किनकि अब एससी राम्रोसँग पढ्नुपर्छ, न त फेल भइन्छ। अब कोचिङमा स्कुलमा भन्दा त कोचिङमा पनि राम्रो ध्यान दिइन्छ नि त, जस्तै थोरै विद्यार्थी हुन्छ त्यही भएर। अनि अहिले चाहिँ भनौँ न, अरू बेला चाहिँ 6 बजी लाग्थ्यो कोचिङ, अहिले चाहिँ स्कुल छुट्टी 6 गतिसम्म हुनाले 7 बजीदेखि कोचिङ छ। त्यही भएर म चाहिँ 6 बजेर 20 मिनटमा घरदेखि बाहिर लागेँ, साथीलाई पनि तपाईँ आऊ भनेर होइन। अहिले त के भएको 6 बजी पनि रातै परिरहेको हुन्छ त, यस्तो छ दिन। अनि चाहिँ घोपा क्याम्प हो होइन, यहाँदेखि चाहिँ म चाहिँ घोपा क्याम्पभित्र बस्छु। बाटोमा जाँदै गर्दाखेरि चाहिँ अरू मान्छेहरू पनि हिँडिरहेको थियो। मलाई कस्तो लाग्यो क्या भिडियो रेकर्ड गर्न। अब पहिलोचोटि यस्तो ग्रुपहरू पनि बनाउनु खोजेको, मिनी ब्लग पहिलादेखि त बनाउँदैन, अलिअलि बनाउँथ्यो, अहिले चाहिँ अलिक आँट आउँछ त्यही भएर सारहरूको। अनि यहाँ चाहिँ साथी आइपुगेको थियो, म सँगसँगै कस्तो भाग्यले जुरायो के सँगै आइपुगेको। ल ऊ पनि, ऊ चाहिँ मेरो क्लासमेट साथी हो, अनि ऊ पनि आइपुग्यो, अनि म पनि आइपुगेँ। हामी दुईजना भएर भित्र क्लासभित्र छिर्यौँ। अनि छिरेर यस्तो हेरेको गेट त खुल्लै थियो, कोही पनि भित्र थिएन। सबैभन्दा फर्स्टमा चाहिँ ऊ र म आएको रहेछौँ। अनि हजुरहरूलाई हेर्नु होला, हाम्रो स्कुल चाहिँ यस्तै छ होइन। अब के भन्नु हजुरहरूलाई, सर पनि आउनु भएको थिएन, कोही पनि आउनु भएको थिएन। सर चाहिँ एकछिन आएको थियो, ऊ र म चाहिँ क्लासतिर लाग्यौँ। अनि क्लासतिर पुग्ने बित्तिकै अझ म त एससी आइडलको लागि प्र्याक्टिस गर्दैछु, गीत सुन्ने भन्दै भन्नु। ऊ र मैले पनि फर्म भरेको छौँ नि त एससी आइडलको लागि। अनि थोटो मिठो क्लिप छ, गीत सुन्नु है त हजुरहरूले। अभी मजा आएगा ना भिड़ो। फाइनली यो चाहिँ उसको एक्सेस हो र गीत चाहिँ यो चाहिँ उसको एक्सको लागि। Oh my God! Wow! फाइनली हाम्रो चाहिँ 1 घन्टा पछि कोचिङ सचिङ सकिएको छ, त्यही भएर हामी चाहिँ खाजा खान लाग्यौँ। अब बिहान बिहान आएको नि त, भोक लागिरहेको छ। अनि साथीहरू म चाहिँ कहाँ जाऊँ भनेको, तल पसल छ जाऊँ न, त्यहाँ थुक्पा मिठो पाउँछ भन्दै भन्यो। अनि साथी र म चाहिँ थुक्पा खाजा खाना गयौँ। चाहिँ के भन्दैछ भने एसीमा धेरै गाह्रो छ, कसरी पास गर्ने भन्दैछ। एसी त अलिक गाह्रै हुन्छ नि त, पास गरेन भने 1 वर्षको मेहनत जान्छ, के गर्नु। अब नपढिने काम छैन, पढेर काम छैन, दुइटै उस्ता उस्तै हो होइन। साथी र म चाहिँ खाजा खान लाग्यौँ तलतिर, रत्न चोकपट्टि लाग्यौँ खाजा खाना, त्यहाँनिर मिठो पाउँछ भन्दै। अनि फाइनली हामी चाहिँ होटल पुग्यौँ। होटल पुगेर अर्डर दिइसकेको छौँ। हामी चाहिँ बसेर गफ गर्दैछौँ यहाँनिर। अर्डर दिएको 10-15 मिनट पछि हाम्रो खाजा चाहिँ आइसकेको छ, थुक्पा थियो। अनि आलुचप पनि मगाएको थियौँ, आलुचप चाहिँ आइसकेको थिएन। त्यही भएर हामी चाहिँ खाना थाल्ने बित्तिकै यति भन्दा टाटा बाई, नेक्स्ट भिडियोमा भेटौँला।